फेरि आज कोदोको मोमोको खाजा खाइने हो। पिठो मुस्दैछु, खाने जति सम्पर्क गर्नु होला है गाईचर अर्ग्यानिक। यहाँ फापर र कोदो मात्रै मिसाएको पिठो हो। यसमा चाहिँ होइन नि कोदोको पिठो मुछिसक्यो। अब हामी किमा रेडी गर्छौँ। यो चाहिँ तेल तातिसक्यो। किमा, बन्दा प्याज, बेसार, यो अब नुन हाल्ने। आफूले कति खाने त्यति नै नुन हाल्ने हो। उल्टो खलेछ मोमो उँधो उल्टो। मसला म धेरै हालेँ, यति हाल्यो। तेल हालेँ है गाईचर। उयो तेल पनि धेरै भएछ नि। यसमा अचार बनाउने। यसैमा अचार ल प्याज र लसुन खुर्सानी पनि हालिदियो। अब खार लाएर मर्ने होला। ल फेरि चिम्नी त बन्द पो गरेछ। खाजा चाहिँ त्यही हो, सबै मर्नु लाग्यो हो। पनि राखिराख्छु। पाकिसक्यो। अब टमाटर हाल्नु पर्यो। रेडी हुँदैछ। सबै छोपेर पकाउनु पर्यो। त्यसपछि किमा रेडी गर्दै गर्छु। किमा चाहिँ 1 केजीको हो। कोदोको मोमो खाने है कराई गर्नु भयो। यहाँनिर हाम्रो अचार पनि पाकिसक्यो। किलो चाहिँ मैले छुट्टै भुटेर राखेको छ। चिम्नीका झन् काने खाँदा झन् पुरो डिस्टर्ब गर्ने। अचार पकाएको यहाँ किमा रेडी भइसक्यो। अब यसमा हाल्ने। यो चाहिँ हाम्रो कोदोको मोमोको रोटी बनाउनु डल्लो पारेर रेडी। यो चाहिँ पिठो बेल्नु एकदम गाह्रो हुने। टाँसिएपछि च्यातिहाल्ने। यो मोमो बनाउनु साह्रै गाह्रो हुन्छ कोदोको मोमो। टाँसेर यस्तो बिजक च्यातिहाल्छ रोटी। यस्तो गाह्रो हुन्छ यो टाँसेर बेल्नै नसक्ने। बेलिसकेर फेरि च्यातिहाल्छ। अब यो हामीले एक छाक खाजा बनाएर खाँदा पनि गाह्रो हुनेछ। टाँसिसक्यो फेरि। टाँसेर च्यात्यो है, टाँसेर च्यात्यो। रोटी किमा हालिसक्यो। यो बनाउनु त हुने रहेछ नि। बेल्न मात्र गाह्रो, बनाउनु त सजिलो हुन्छ। खासै गाह्रो त हुँदैन। रोटी बेल्न चाहिँ एकदम गाह्रो हुने। बनाउनु त सजिलो हुन्छ। अस्ति पनि बनाएको हो। पिठो बेल्न त एकदम गाह्रो। टाँसिएपछि खुस्किँदै नबिग्रेसम्म हुँदै हुँदैन। बिग्रिनै पर्छ, च्यात्तिनै पर्छ। अनि मात्रै पो हुन्छ गाईचहरू। मेरो मोमो मैले चाहिँ यसरी बनाउँछु। धेरै राम्रो बनाउनु चाहिँ आउँदैन। फाइनली मोमो बनाएर सक्यो। आज मैले चाहिँ कोदोको मोमो धेरै बनाएन। आज डल्लो त बढी भएर यस्तो गरेर यसको के रोटी बनाएर खानु पर्ला। ढिलो खाने पिठोको चाहिँ मोमो बनाएर खानु लागेको। आज फापरको पिठो कम भएछ। कोदोको मात्रै त यस्तो गाह्रो हुन्छ बनाउनु। ल गाईचहरू फाइनली मोमो बनाएर सक्यो। यो मैदाको मोमो। यहाँ पनि एउटा यता मोमो बनाएर चाहिँ सक्यो। एउटा मोमोको चाहिँ यति बनायो। त्यसपछि कोदोको चाहिँ यति मात्र बनायो। आज गाह्रो भयो। आज यसमा फापरको पिठो कम भएछ। अस्ति बनाउँदा आँटा मिसाएको थियो। आज फापर मिसाएको कम भएछ। किमाको भाँडा। कोदोको पिठो यति बचे। मैदाको पिठो चाहिँ यति बचेछ। रोटी त फाइनली हाम्रो चाहिँ आजको मोमो खाजा रेडी। यो चाहिँ मैदाको
मैदाको पिठोको मोमो यो चाहिँ कोदोको पिठोको चाहिँ यति मात्र बनाएको म त आज त धेरै उ भएर आज अलिक डल्लो नपर्ने खालको रहेछ क्या त्यो पिठो यो चाहिँ हाम्रो खाजा आधी सेतो आधी कालो यहाँ बुढो चाहिँ यहाँ राखिरहेको छु सेलाउँछ भनेर यसैमा अच्छा तातो डढो डढो अचार चाखेर खान्छ है ए अचार चाखेर चाहिँ खान्छ कसो अचार मिठो छ आज मोमो चाहिँ कस्तो खाएँ गाइजहरू कोदोको मोमो मिठो छ यम्मी हुनु न ए मिठो छ कोदो कोदो बास्न आउने ल फेरि रोकिरहेको छु अब चाहिँ फेरि मैदा खाएर पनि कस्तो हुन्छ तातो छ क्या पुरै खानु त मिठो चाहिँ अलिक मैदाको मिठो हुनु त पनि अर्ग्यानिक हो नि त कोदो भनेको चाहिँ अनि त्यही भएर कोदोको मोमोले राम्रो गर्छ